नमस्कार साथीहरू, हामीले आज कोरियन भाषाको दोस्रो युनिटको सम्पूर्ण मिनिङहरू लिएर आएका छौँ। तपाईहरूले कापी लिएर सम्पूर्ण मिनिङहरू लेख्नु है। हामीले 1 नम्बरमा हानगुक भनेको कोरियन भाषा। 2 नम्बरमा इल्हादा भनेको के हो त? काम गर्नु। इल्हादा भनेको काम गर्नु। लेख्नु है, सँगै लेख्नु है। पछि फेरि के हो भनेर नसोध्नु है। होइसा भनेको कम्पनी अनि खोङजाङ भनेको कारखाना। इल्छारी भनेको काम गर्ने ठाउँ, रोजगारी, काम जे भने पनि हुन्छ है। छिग्वन भनेको कर्मचारी। साजाङ भनेको मालिक। छुल्गुनहादा भनेको के हो त? काममा जानु। थैगुनहादा काम सकाएर फर्किनु। अनि 10 नम्बरमा छ सुइदा भनेको के हो? आराम गर्नु। इल्चिक भनेको छिटो, चाँडै। नुत्ता भनेको ढिलो। अनि 13 नम्बरमा छ पाप्पुदा भनेको व्यस्त हुनु। 14 नम्बरमा सिगान भनेको के हो त? सिगान भनेको समय। आछिम भनेको के हो साथीहरू? भन्नु त। आछिम भनेको के हो भन्नु त? आछिम भनेको बिहान। छम्सिम भनेको के हो त? छम्सिम भनेको दिउँसोको खाना। छम्सिम सिगान दिउँसोको खाना हुन्छ। छन्नेक भनेको बेलुका। अनि 18 नम्बरमा छ वलेयुल सोमबार, वायुल मङ्गलबार, सुयुल बुधबार, मगेयुल बिहीबार, खुमेयुल शुक्रबार, थोयुल शनिबार, इलेयुल आइतबार। के रहेछ साथीहरू? यो चाहिँ हप्ताको बारहरू। इलेयुल आइतबार। अनि मेइल भनेको हरेक दिन। ओनुल भनेको आज। नेइल भनेको भोलि। अझै भनेको के हो? हिजो। सिजाकादा भनेको सुरु गर्नु। कुत्नादा भनेको के हो त? सकिनु। इल्हादा भनेको काम गर्नु। फेउदा भनेको सिक्नु। खारुच्छिदा भनेको के हो साथीहरू? सिकाउनु। फिरेवादा आवश्यक हुनु। छुङयोहादा भनेको महत्त्व बढाउनु। याक्सोक भनेको बाचा। छिखिदा भनेको पालना गर्नु। छुन्बियादा भनेको तयारी गर्नु। नुजिआन्था भनेको ढिलो नहुनु। नुत्ताबाट नुच्चिआन्था भनेको नेगेटिभ, ढिलो नहुनु। छुल्बालहादा भनेको प्रस्थान गर्नु। तपाईहरुलाई यहाँ चाहिँ केही टिप्सहरू छ है, सम्झिन सजिलो हुन्छ भनेर। यो खासै फरक त्यस्तो केही हैन। छुल्गुन भनेको के हो? सुरु। थैगुन भनेको कामबाट फर्किनु। छुल्गुन भनेको काममा आउनु। थैगुन भनेको कामबाट फर्किनु। आछिम छम्सिप छन्नेक। अनि योइल भनेको बार, हप्ताका 7 बारहरू। योइल भनेको बार। यसरी आज हामीले युनिट 2 को सम्पूर्ण मिनिङहरू लेखेका छौँ। तपाईहरुले पनि सम्झिनको लागि लेख्नुपर्ने हुन्छ है। लेख्दै